विद्यार्थी भाइ बहिनीहरू, आज हामी कक्षा 7 को सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा विषय अन्तर्गत एकाइ 7 मा रहेको हाम्रो पृथ्वीबाट पाठ 5, पाठ 6, पाठ 7 का अभ्यासहरू गर्नेछौँ। आउनुहोस् सर्वप्रथम पाठ 5 बाट सुरु गरौँ। नेपालको हावापानी अभ्यासका सबै प्रश्नका उत्तरहरू समावेश छन्। अब सुरु गरौँ। अभ्यासको पहिलो प्रश्न रहेको छ, नेपालको कृषि उत्पादनमा मनसुनी वायुले कस्तो प्रभाव पार्छ चर्चा गर्नुहोस्। ग्रीष्म ऋतुमा सूर्य उत्तरी गोलार्धको कर्कट रेखा सामुन्नेमा पर्छ। यसले गर्दा गर्मी महिनामा जमिनको क्षेत्रमा हावाको चाप कम हुन्छ। त्यसैले दक्षिणमा रहेको हिन्द महासागरबाट बादल बोकेको वायु नेपालतर्फ आउँछ। यसलाई मनसुनी वायु भनिन्छ। त्यसलाई हाम्रो देशको उत्तरमा रहेको हिमालय पर्वतले छेकेर अगाडि जान दिँदैन। त्यसैले उक्त बादलले यहाँ पानी पार्छ। यसलाई मनसुनी वर्षा भनिन्छ। नेपालको कुल वर्षामध्ये लगभग 80% वर्षा मनसुनी वायुको कारणले हुन्छ। मनसुनी वर्षा धान खेतीका लागि निकै उपयोगी हुन्छ। यस वर्षाका कारण खेतीपाती राम्रो हुन्छ। अत नेपालको कृषि उत्पादन मनसुनी वायुले सकारात्मक प्रभाव पार्छ। ख नम्बर प्रश्न छ, धरातलीय स्वरूप अनुसार नेपालमा हावापानीको स्वभाव फरक हुनका कारण के हो? पृथ्वीको सतहमा उचाइ बढ्दै जाँदा तापक्रम भने घट्दै जान्छ। नेपालको हिमाली प्रदेशमा जाडो हुनुको मुख्य कारण यस क्षेत्रको उचाइ धेरै भएकोले हो। पहाडी क्षेत्र हिमाली क्षेत्रभन्दा अलिक कम उचाइमा रहेको छ। त्यसैले त्यहाँ धेरै जाडो पनि नहुने र धेरै गर्मी पनि नहुने ठिक्कको हावापानी पाइन्छ। यहाँ हिउँदमा अलि बढी जाडो हुन्छ भने ग्रीष्ममा केही गर्मी हुन्छ। पहाडी क्षेत्रमा पनि उचाइ कम भएका बेसी र उपत्यकाहरूमा गर्मी हावापानी पाइन्छ। तराई र भित्री मधेसमा क्षेत्रमा होचो भएको हुनाले यहाँ प्राय वर्षैभरि गर्मी हुन्छ। हिउँदमा केही ठन्डा हुन्छ। यसरी नेपालको हिमाल, पहाड, तराई, बेसी लेक आदि धरातलीय स्वरूप अनुसार हावापानीमा फरकपन पाइन्छ, जुन विशिष्ट उचाइको कारणले यस्तो हुन गएको हो। ग नम्बर प्रश्न छ, नेपालको पश्चिमी भागमा हिउँदे खेतीपाती राम्रो हुनुको कारण के हो? हिउँद ऋतुमा पश्चिमतिरबाट बहने पश्चिम वायु आउँछ र केही पानी पार्छ। यो वायुले भूमध्य सागरबाट जलबाष्पयुक्त बादल लिएर आउँछ। यो वायुको कारण नेपालको पश्चिमी भागमा बढी वर्षा हुन्छ र पूर्वतर्फ क्रमशः वर्षा कम हुँदै जान्छ। तसर्थ नेपालको पश्चिमी भागमा हिउँदे खेतीपाती राम्रो हुन्छ। अब हामी पाठ 6 तर्फ लाग्छौँ। नेपालको धरातलीय स्वरूप, हावापानी र आर्थिक गतिविधिहरू एवं सामाजिक रहनसहन अभ्यासका सबै प्रश्नका उत्तर समावेश छन्। अब सुरु गरौँ। अभ्यासको क नम्बर प्रश्न छ, नेपालका अधिकांश पुराना बस्तीहरू पहाडी क्षेत्रमा नै रहेका छन्। कारण लेख्नुहोस्। यसका कारणहरू सुरम्य हावापानी र मध्यम उचाइयुक्त पहाडी भूबनोट भएको, पशुपालन, फलफुल खेती, अन्नबाली खेतीका लागि उपयुक्त रहेको, धेरै जाडो र धेरै गर्मी नहुने उपयुक्त हावापानी रहेको। ख नम्बर प्रश्न छ, नेपालको पहाडी प्रदेश विकास निर्माणका लागि निकै चुनौतीपूर्ण र खर्चिलो छ। कारण लेख्नुहोस्। पहाडी प्रदेशका सबैजसो भूभाग अग्ला होचा डाँडा काँडाले ढाकिएका छन्। यहाँ उकाली ओह्राली प्रशस्तै रहेका छन्। उपत्यका, टार, बेसी र डाँडाहरू यो क्षेत्रमा भौगोलिक स्वरूप हुन्। यस्तो स्थानमा विकासका कार्य गर्न लागत धेरै लाग्ने तथा जोखिम बढी हुने हुन्छ। तसर्थ नेपालको पहाडी प्रदेश विकास निर्माणका लागि निकै चुनौतीपूर्ण र खर्चिलो छ। ग नम्बर प्रश्न, वन तराईको महत्त्वपूर्ण प्राकृतिक सम्पदा हो, बयान गर्नुहोस्। साल, सिसो, खयर लगायतका वनस्पति भएको जङ्गल रहेको तराई क्षेत्रको आर्थिक महत्त्व निकै छ। तराईको वन नेपालको विशेष सम्पत्ति हो। हरिया घाँसे झाडीहरू पाइने हुनाले विविध प्रकारका जङ्गली जनावर, जीवजन्तुहरू निकै मात्रामा पाइन्छन्। यो क्षेत्रमा हात्ती, बाघ, गैँडा, चितुवा, अर्ना, सर्प र विविध प्रकारका चराचुरुङ्गीहरू पनि प्रशस्त पाइन्छन्। तसर्थ वन तराईको महत्त्वपूर्ण प्राकृतिक सम्पदा हो। घ नम्बर प्रश्न, किन नेपालको हिमाली क्षेत्र मानव गतिविधिका लागि सहज छैन? कारण लेख्नुहोस्। हिमाली प्रदेशमा अग्ला अग्ला पहाडहरू छन्। यहाँ 5000 मिटरभन्दा माथिका क्षेत्रहरूमा वर्षैभरि हिउँले ढाकेको हुन्छ। ग्रीष्मको समयमा केही न्यानो भए तापनि वर्षैभरि चिसो हुन्छ। यहाँको भूस्वरूप उखडपाखडयुक्त छ। हिमपात हुँदा जनजीवन प्राय ठप्प रहन्छ। विकासका पूर्वाधारहरूको कमी हुने हुनाले मानव गतिविधिका लागि कठिनाइ छ। पाठ 7, नेपालका 7 प्रदेश अभ्यासका सबै प्रश्नका उत्तरहरू समावेश गरिएको छ। आउनुहोस् अब सुरु गरौँ। अभ्यासको क नम्बरको प्रश्न छ, कोशी प्रदेशमा बस्ने 2 जातिको नाम लेख्नुहोस्। कोशी प्रदेशमा बस्ने 2 जातिको नाम राई र राजवंशी हो। ख नम्बर प्रश्न, मधेस प्रदेशका सामाजिक विशेषताहरू उल्लेख गर्नुहोस्। जातीय तथा भाषिक विविधता रहेको मधेस प्रदेशमा मुख्य रूपमा तराई, ब्राह्मण, यादव, थारू लगायतका जात जातिको बसोबास रहेको छ। यहाँ मुस्लिम समुदायको पनि बसोबास रहेको छ। मैथिली, भोजपुरी, नेपाली, बज्जिका, थारू यस प्रदेशमा बोल्ने मुख्य भाषा हुन्। छठ, होली, माघी, दीपावली यस क्षेत्रमा मनाइने प्रमुख चाडपर्व हुन्। ग नम्बर प्रश्न, लुम्बिनी प्रदेशका नदीहरूको नाम लेख्नुहोस्। लुम्बिनी प्रदेशका नदीहरू तिनाउ, राप्ती, बबई, बाणगङ्गा जस्ता मुख्य नदी र कर्णाली, कालीगण्डकी जस्ता सीमा नदीहरू रहेका छन्।
घ नम्बर प्रश्न 7 प्रदेशका भौगोलिक विशेषताहरू खोजी गरेर तालिकामा लेख्नुहोस्। प्रदेशको नाम र भौगोलिक विशेषता: कोशी प्रदेश, मध्य प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश। सबै प्रदेशका यहाँ भौगोलिक विशेषताहरू लेखिएको छ, ध्यानपूर्वक हेर्नुहोला र आफ्नो कपीमा टिप्नुहोला। ङ नम्बर प्रश्न क्षेत्रफल र जनसङ्ख्याको हिसाबले सबैभन्दा सानो र सबैभन्दा ठुलो प्रदेशको नाम लेख्नुहोस्। क्षेत्रफलका हिसाबले सबैभन्दा सानो प्रदेश मध्य प्रदेश हो र ठुलो प्रदेश कर्णाली प्रदेश हो भने जनसङ्ख्याको हिसाबले सबैभन्दा सानो प्रदेश कर्णाली र ठुलो प्रदेश बागमती हो। विद्यार्थी भाइ बहिनीहरू, तपाईँहरूलाई आजको प्रश्नोत्तर कस्तो लाग्यो कमेन्ट गर्नुहोला। साथै हाम्रो मेहनत र हौसलाका लागि हाम्रो च्यानललाई सब्सक्राइब गरिदिनुहोला। धन्यवाद।